हेलो साथीहरू, यहाँहरू सबैजनालाई धेरै धेरै सम्झना अनि नमस्कार छ। र एउटा खुसीको कुरा, मेरो चाहिँ भर्खर हालचालै 1K पुगेछ सब्सक्राइब। अस्ति भर्खर जिमेल आएको थियो मेसेज, त्यसपछि पो थाहा पाएँ मैले 1K पुगेछ भनेर। र यो 1K सम्मको यात्रा गर्नुलाई चाहिँ मेरो लामो समय अवधि युट्युब च्यानल खोलेको लगभग 8 वर्ष भएछ। त्यो अवधिमा चाहिँ 1K पुग्यो र त्यो सफलता प्राप्त गर्नको लागि चाहिँ मलाई सब्सक्राइब गर्नुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ म हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईहरुको साथ सहयोगले नै त्यहाँसम्म पुगेको हो। अब च्यानल खोलेर मात्रै पनि नहुने रहेछ, यसलाई चलाउन पनि त्यही किसिमको समय खर्चिनु पर्ने, त्यही किसिमले भिडियो बनाउनु पर्ने हुन्छ अब युट्युबरहरूले जस्तो। तर म चाहिँ आफ्नो दैनिक कामकाजमै व्यस्त हुने बिहानदेखि बेलुकासम्म, र त्यो अवधिमा चाहिँ युट्युब चलाउने, हेर्ने, सानोतिनो भिडियो बनाउने गर्ने गर्दछु। ठिकै छ, अब यो युट्युब चलाएर पैसा कमाउला, त्यहीबाट चाहिँ आम्दानी गर्छु भन्ने सोचले नचलाएको हुँदा आफ्नै गतिमा चल्दै गर्छ। त्यही किसिमले अब भयो भने ठिकै छ, भएन भने पनि यसरी रमाउने हो, हिँड्ने हो है त साथीहरू।